तिमीहरूलाई थाहा छ यो मान्छे र तिमीहरू बिच कमन के छ अनि फरक के छ? मेबी यु गेस राइट होइन? अब कमन चाहिँ के छ भन्दाखेरि यु गो टर्न हो पाइथन, अनि फरक चाहिँ त्यो भुइँमा घिस्रिन सक्छ अनि तिमीहरू चाहिँ बेडमा घिस्रिन सक्छौ। ल अब पछि तिमीहरूको पनि यसरी बेइज्जत नहोस् भनेर तिमीहरूलाई म आज पाइथनमा लुप सिकाउन गइरहेको छु। अब त्यहाँ रिल्स कि पान्ने होइन, फेरि इन्टरभ्यूहरूले पनि पछि तिमीहरूको टर्न्स कि पान्छ नि थाहा पाउँछ। अब पाइथनमा सबभन्दा फ्लेक्सिबल लुप भनेर चाहिँ फर लुपलाई चिनिन्छ, किनकि यसलाई मोस्ट अफ द कन्टेक्स्टमा प्रयोग गर्न मिल्छ, जस्ट लाइक नेपाल टप 5। घर प्लम्बिङ गर्न त युज गर्न मिलिहाल्यो, अनि स्कुलमा चाहिँ तिमीहरू जस्तालाई कुट्नको लागि युज हुन्छ। ल अब इमेजिन गरौँ तिमीहरू 6वटा सब्जेक्टमा फेल भयो रे, अनि हामीलाई पाइथनमा 6चोटि फेल्ड भनेर प्रिन्ट गर्न छ। हामीले बेसिकली के बुझ्छौँ, प्रिन्ट स्टेटमेन्टमा फेल्ड लेख्ने अनि यसलाई 6चोटि चलाइदिने। यस्तो गरेपछि त 6चोटि फेल्ड भनेर त आइहाल्यो। तर यो भन्दा छोटो र सजिलो मेथड छ, फर लुप लाउनु। फर आई इन रेन्ज कतिचोटि प्रिन्ट गर्ने? 6चोटि। के प्रिन्ट गर्ने? प्रिन्ट फेल्ड भनेर प्रिन्ट गर्ने। अब रन हानौँ, रन हानेपछि 6चोटि फेल्ड भनेर प्रिन्ट भयो। अब त्यहाँ गएर पढेर बसौ, नत्र फेरि अर्को एक्जामको मार्कसिटमा नि फेल्ड भनेर प्रिन्ट आउला।